1 2 3 4 इन्ट्रोडक्सन पाउँदा नमस्कार म रिया धामी म सुदूरपश्चिम दार्चुलाबाट कोच केमा आज पुरै निराशै देखिरहेको छ क्या मलाई जागर लाउने बनाइदिनु नि त यसले पनि लाग्दैन अरू केही त्यस्तो केही छ त्यस्तो भने ल अब अलिअलि आउला कि ल जाउँ बेलामा भयो तिम्रो मेरो भेट अन्धेरीमा मुस्कान उज्यालो नयाँ मित्रताको हात अघि बढाइ हिँड्थ्यो खुसीका पल त्यो पलमै विलीन भयो प्रयास गर्दैन गरेको जीवन सँगै बाँच्ने चाहना ठुलो अङ्गालोमा बाँधी छँदा संसार आफ्नै ठानेथ्यो ती सम्झना आँसुमै बदली गयो प्रयास गर्दैन गरेको प्रेममा नि फस्दैन म पनि घुमेँ यो खुसीको आँसु हो एकछिन हजुरलाई केही छैन एक्सन रोनुहोस् केही हुँदैन रिया धामी हजुरको भोइस क्या दामी थ्याङ्क यू सो मच म्याम आई रियली इन्जोयड योर पर्फर्मेन्स अब थ्याङ्क यू सर एकदमै सुदिङ लाग्यो अनि तपाईँको एकदम भेरी कन्ट्रोलिङ जहाँ थ्रो चाहिने जहाँ चाहिँ तपाईँको होल्ड हुनुपर्ने जुन एउटा ग्रेस चाहिने थियो इट वाज ब्युटिफुल सबै एकदम राम्रो भयो तपाईँ मेरो टिममा आउनु भने चाहिँ डेफिनेटली म दार्चुला जान्छु है विचार गर्नुहोस् पनि भन्दैन सिधै आउनुहोस् दाहिने बाहिने कुरै नसुन्नुहोस् उता बायाँको चाहिँ कुरा नसुन्नु यता दायाँ यता यो दायाँको चाहिँ कुरा सुन्नु है सुन्नु न नानी छेउछेउका तितो तितो बिचको मिठो भन्छन् नि त्यो पनि है यसो ख्याल गर्नु होला है ल अनि रिया बहिनी तपाईँ म घुमेन भनेर मलाई त केही प्रतिक्रिया दिइराख्नु भएको छैन अनि खास म नघुमेको कारण चाहिँ के भने तपाईँ चियर घुम्दा रुनु हुँदो रहेछ क्या त्यही भएर पनि सुन्नु न तपाईँ र म भएर चुज गर्नुपर्छ है अब मेरो मैले सुनिसकेँ है बाई 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 बाई